हेलो हेलो वेलकम छ सबैजनालाई। यो चाहिँ नेपालको भ्यू तपाईहरुले देख्न सक्नुहुन्छ। अनि आजको भिडियो चाहिँ तपाईहरुलाई चाहिँ मैले हैन पुङदी डाँडाको चाहिँ भिडियो चाहिँ मैले तपाईहरुलाई यो भिडियो मार्फत यो भित्र चाहिँ तपाईले देख्न सक्नुहुनेछ। र आजको चाहिँ तपाईको ट्राभल भ्लग चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी सब परिवार चाहिँ हामी एकरे पुङदीकोट जाँदै छौं। हामी चाहिँ लमजुङबाट यात्रा गर्दै तपाईको पोखरा हुँदै तपाईको है पोखराको डाँडामा रहेको पुङदीको डाँडामा चाहिँ हामी आज चाहिँ जाने निदो गरेर चाहिँ हामी निस्किसकेर अहिले चाहिँ यो पोखरामा हामी आइपुगेका छौं। र तपाईहरुले चाहिँ हेर्दै गर्नु होला। यो भिडियो हेरेर तपाईहरुले मनोरञ्जन लिन सक्नुहुनेछ है त। र हामी चाहिँ पुङदीकोट तपाईको अहिलेको तपाईको ड्रिम सिटी भनेर चिनिने छ। ध्यान ड्रिम सिटी पनि छ, तपाईहरु पनि भिजिट गर्न सक्नुहुनेछ। र तपाईको पुङदीको डाँडामा रहेको मानदेवको स्ट्याच्यु पनि छ, मन्दिर पनि छ, त्यहाँ पनि तपाईहरु जान सक्नुहुनेछ। तर हजुर हजुर म चाहिँ त्यो पुङदीकोटमा चाहिँ के देखे भन्दाखेरि चाहिँ डोमेस्टिक टुरिस्टहरु चाहिँ धेरै छ। जस्तै हामी स्वदेशकै मान्छेहरु चाहिँ धेरै चाहिँ भिजिट गर्नको लागि चाहिँ त्यहाँ आउँछ भन्ने चाहिँ मैले हल्ला सुनेको थिएँ। त्यो भएको हुँदा चाहिँ म चाहिँ आज सब परिवार हामी चाहिँ सात जना मिलेर चाहिँ एउटा ट्याक्सी चाहिँ रिजर्भ गरेर चाहिँ हामी चाहिँ जाँदै छौं। तर अति नअति जाँदै छौं। यो दृश्यहरु तपाई माझ पनि देख्न सक्नुहुनेछ। भन्दै आजको भिडियो चाहिँ अगाडि बढाउँ। मेरो नट्टी यो फुच्ची एकदम छुच्ची छ, धेरै भन्दा धेरै चकचक। मेरो भान्जा भान्जी दिदी भेना मेरो वाइफ सबै मिलेर चाहिँ हामी चाहिँ जाँदै छौं। हामी चाहिँ लमजुङ टु पोखरा ल। अनि हामी चाहिँ यो ट्याक्सी चाहिँ हामीले चाहिँ ठ्याक्क पृथ्वी चौकबाट चाहिँ हामी चाहिँ रिजर्भ लिएको हो। र पृथ्वी चौकबाट रिजर्भ लिँदाखेरि तपाईको पुङदीकोट ड्रिम सिटी भनेर तपाईहरुले 2500-3000 सम्म चाहिँ ट्याक्सी रिजर्भ गरेर जान सक्नुहुन्छ। अनि तपाईहरु चाहिँ त्यहाँ 1 घण्टा स्टे गर्नुहुन्छ भने चाहिँ 1 घण्टा स्टे गर्नुहुन्छ भने चाहिँ उनीहरुले पहिले त्यो 1 घण्टा चाहिँ फ्री दिएको हुन्छ। 1 घण्टा भन्दा धेरै भयो भने फेरि अर्को 1 घण्टा थप्न पर्यो भने तपाईहरुले चाहिँ 500 रुपैयाँको हिसाबले दरले चाहिँ तपाईहरुले चाहिँ ट्याक्सीलाई पे गर्नुपर्ने हुन्छ। अनि यहाँबाट चाहिँ अलिकति माथि गएपछि चाहिँ एकदम ठाडो छ बाटो एकदम। हामी चाहिँ लगभग 1 गियरको हिसाबमा 1-2 गियरकोमा चाहिँ हामी चाहिँ माथि पुग्यौं। र यो अंकलको पनि म यसो हेर्छु त हात छैन यार, एउटा मात्रै हात छ। म त पहिला हेर्दै दुईटा हातले चलाइरहेछ होला भन्ने थट थियो मेरो है। पछि चाहिँ यसो विचार गरेको थियो एउटा मात्रै रहेछ हैन। त्यसपछि चाहिँ अनि म चाहिँ सोच्छु हैन त्यो ड्राइभरले चाहिँ कसरी गियर चलाइरहेछ हैन, त्यो एउटा हातले मात्र कसरी कर पायो होला हैन। अनि म चाहिँ अलिकति कस्तो फिल भयो के हैन। त्यो पनि एउटा हातले चाहिँ चलाइरहेको छ, ठीक छ केही छैन। अनि जाने बेला पनि त्यही ट्याक्सीमा गयो, आउने बेला पनि त्यही ट्याक्सीमा। अनि त्यसपछि चाहिँ हामी चाहिँ ठ्याक्क बेगनस्थालमा ल्याएर छोड्दियो। त्यसपछि तपाईको पृथ्वी चौकबाट हामीले चाहिँ हायर गरेर लिएर गएको थियौं। पृथ्वी चौकबाट चाहिँ हामीले ठ्याक्क उसम्म चाहिँ बेगनसम्म चाहिँ हामीले 1000 मा चाहिँ छोड्दियो है। त्यतिमा चाहिँ तपाईहरुले मजाले चाहिँ घुमेर आउन सक्नुहुन्छ। खाजा साजा पनि तपाईहरुलाई खाजाहरुको मेटाउती गर्नलाई चाहिँ त्यो चाहिँ यो भिडियोमा चाहिँ राखिन। र जस हेर्न सक्नुहुन्छ तपाईले। अहिले चाहिँ हामी पुङदीकोट डाँडा जाँदै छौं। ड्रिम सिटी नजिकै रहेछ हैन। त्यहाँ चाहिँ हामी तपाईहरुलाई भिजिट गरेर चाहिँ देखाउने वाला छौं। अहिले चाहिँ हामी चाहिँ अन द वे मा छौं। तपाईहरुले चाहिँ भिडियो हेरेर चाहिँ साथ सपोर्ट गरिदिनु होला। र तपाईहरु नयाँ हुनुहुन्छ भने चाहिँ लाइक शेयर कमेन्ट एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला। र बेल आइकनलाई पनि अल गर्न नबिर्सिनु होला भन्दै तपाईहरु चाहिँ भिडियोमा रहिरहनु होला भन्दै म चाहिँ अहिले बिदा माग्न चाहन्छु। ओके इन्जोय है त भिडियोमा।
भिडियो चाहिँ दामी हुन्छ चाइनिज गुम्बा है त त्यो निर अलि यो चाहिँ चाइनिज गुम्बा है त त्यो हेर माथिको चाइनिज गुम्बा हो त्यो हेर त्यो चाइनिज गुम्बा वाउ वाउ यताबाट नि वाउ ओ भ्यू ल हामी चाहिँ पुम्दीकोट तपाईहरुले त्यहाँनिर बोर्ड देख्न सक्नुहुन्छ त्यसपछि अब हामी चाहिँ लाग्दै छौं अगाडि यहाँबाट हामी चाहिँ पुम्दीको त्यो मन्दिरतिर जाने यता अरे यताबाट गयो भने चाहिँ यसमा जाने भयो ल है त हामी चाहिँ ड्रिम सिटीतिर जाँदै छौं हाम्रो सपरिवार ड्रिम सिटी तर्फ यतातिर लाग्दो रहेछ हैन 5 मिनेट भित्र चाहिँ हामी पुग्ने छौं सब भराभुरी बच्चाहरु हाय ल हामी चाहिँ सबैजना अब चाहिँ ड्रिम सिटीतिर जाँदैछौँ है त यता रहेछ अब त्यहाँ पुगेपछि चाहिँ भेटौँ ल ऊ तिमीलाई त्यहाँ ठुलो आइसक्रिम ल्याएर त तिमीलाई त्यहाँ ठुलो आइसक्रिम रहेछ जाऊ जसले पहिला त्यो खाइसक्छ दर्शन गरेर फर्किने क्रममा पारिरहेको ड्रिम सिटी पनि भिजिट गर्नु होला है सिसाको पुलहरू मिरर हाउस मिरर मेज लगायत 17-18 वटा एक्टिभिटिजहरू छन् कमलको फुलको पेन्टहरू पारी देखिएको ह्यान्ड सर्टेर बेलुन टेलिस्कोपहरू भएको ठाउँ छ पारीतर्फ पनि अवश्य भिजिट गर्नु होला है आएको समयमा नछुटाउनु होला पुचेर गइसक्यो ल त बस हैन ल फाइनली हामी चाहिँ अझै पुम्दीकोटको डाँडोमा आइपुग्यौँ है यो त माथितिर चाहिँ तपाईँको अब यहाँ माथिपट्टि चाहिँ तपाईँको छ के अरे त्यताबाट ड्रिम सिटी छ होइन अहिले चाहिँ हामी चाहिँ जुन ठाउँ छ पुम्दीकोटको चाहिँ हामी यतापट्टि चाहिँ ड्रिम सिटी त्यहाँ भयो अब यहाँ माथि चाहिँ महादेवको स्ट्याचु छ अब हामी चाहिँ यहाँनिर महादेवको स्ट्याचुमा जाँदैछौँ है त सबैजना र अनि यहाँको भिजिट गरिसकेपछि चाहिँ अब हामी ड्रिम सिटी पछि जानेवाला छौँ है त त्यति भन्दै महादेवको स्ट्याचुतर्फ लाग्दैछौँ ओके भिडियो हेरेर इन्जोय गर्नु होला है त मेरो त यस्तो मेरो भिडियो बनाऊ कि मेरो त्यतिकै आउ न आउटफिट पनि निकाल्न सक्नु पर्यो के यसरी ल जाऊ
यसरी कस्तो अहिले ढुँडी लाग्यो क्या ठ्याक्कै क्लियर आएन के भन्छ के हो यहाँ टिकट हो टिकट होइन मन्दिर यस्तो बादल आयो क्या त्यहाँ माथि यार है यस्तो क्लियर आएन यार यस्तो क्लियरै आएन नि ढुँडी लाग्यो त्यहाँ पुरै अलिकति के अरे ऊ भयो क्या फगी भयो क्या यस्तो ढुँडी लाएर चाहिँ अलिक ठिक छ ल मैले बनाइदिन्छु कि तिम्रो भिडियो है यहाँभित्र केही छैन यहाँभित्र यसको लागि उयो गर्नको लागि बनाएको क्या अरे मैले गणे के भन्छ अरे यसलाई महादेवको है ल अहिले चाहिँ हामी महादेवको मन्दिर पछाडिपट्टि छौँ ए यसरी हामी बुढाबुढी यता आउन यतापट्टि ल यसरी खिच्नु बोला ल के बोल्न सक्छ सक्दैन भनेपछि कस्तो भर्खरको भर्खर फगी भयो यार ढुँडी लाग्यो यार यस्तो यार कस्तो राम्रो थियो अहिलेसम्म यार यहाँबाट भित्र के छ होला र केही छैन यहाँ त पुरै छ क्या हो खाली छ क्या खाली चाहिँ केही छ होला भित्र के राख्यो होला मैले त यो यसको वेटको लागि राख्यो होला भनेको अन्त त्यत्रो है मामले यत्रो ठुलो बनाउन सक्ने कलै हो नि है यो चाहिँ होइन यता गणेश ऊ आउँदो रहेछ फेरि यो इलेक्ट्रिकवाला हो क्या यो आफै घुमिरहन्छ राउन्ड लगाइरहन्छ महादेवलाई गणेश बोलेन तू धेरै छ त है ए खतरा देखियो लात्ता मैले हेरेँ यहाँको नमस्ते कहाँ यहाँ क्लियर यहाँ बस नि त यहाँ बस नमस्ते राख न हातमा राख ए त गोजीमा होला न गोजीमा होला क्या छैन स्पेस छैन यस्तो ढुँडी लाग्यो ए यताडि आऊ के आऊ न बा जा यतिकै भिडियो कि फोटो
जा गइसक्यो एडिट गरेर हाल्ने के हो यार ठेकी अब यतापट्टि जानुपर्छ एकछिन एउटा भिडियो गर्ने यता माथितिर आओस् खै ल अहिले चाहिँ हामी ड्रिम सिटीतिर जाँदैछौँ ल हिँडौँ है हिँडौँ ड्रिम सिटी वी आर गोइङ ड्रिम सिटी है त अहिले चाहिँ हामी जाँदैछौँ ड्रिम सिटीतिर तर्फ अहिले त्यहाँ गएर चाहिँ तपाईँलाई त्यहाँभित्रको पनि केही क्षणिक के अरे भिडियोहरू चाहिँ कैद गरेर तपाईँहरू मार्फत है देखाउनेवाला छु ल ड्रिम सिटी भन्छ खोइ त खै खासै छैन यहाँ भित्र जानुपर्छ जस्तो छ अब एकछिनमा ब्यालुन पनि रहेछ तर उड्दैन यो जाम भित्र जाम त हो होइन भित्र यतापट्टि हो कि जाने कता कता हिँड्ने चाहिँ कस्तो छ भ्यू एकदम बबाल छ ढुँडी लाग्यो कि अलि अरू भन्दा नि ढुँडी लाग्यो राजा घाम परेको भयो यस्तो त चुरो नहाल्नु एकैछिन वा बाबा लाग्छ ल यता भेनाश्री र हामी चाहिँ अब के अरे यो ठाउँको नाम पुम्दीकोट ड्रिम सिटीमा चाहिँ अहिले हामी छौँ है टक्क अब हामी चाहिँ भित्रतिर चाहिँ अब सिसाहरू मिररहरू पिङहरू बच्चाहरूको लागि चाहिँ अब त्यहाँ जोन छ है गेमको जोन छ त्यहाँ अब चाहिँ त्यहाँनिर इन्ट्री गर्नुपर्ने छ त्यही नै हो है त यता तलपट्टिको गाउँहरू देख्न सक्नुहुन्छ हाम्रो ठ्याक्कै नेटा गाविस जस्तै छ है एकदम बबाल 2 वर्षपछि माथि यता चिल भएर के अरे विड हान्न चाहिँ बबाल ठाउँ छ ल हेर्नु त सिँढीहरू यस्तो बबाल हानेको ल स्टे ट्युन बबाई है भेटौँ ल बबालै छ ल पुङ्दीकोट है त अनि तपाईँको चाइनिज गुम्बा चाहिँ अहिले तलपट्टि पर्छ चाइनिज गुम्बा चाहिँ तपाईँले व्हाइटवाला देख्नुभएको छ होला त्यो अम्ला है मैले चाहिँ एरो दिएको छु यहाँ चाहिँ अब के भन्छ यहाँनिर चाहिँ उसको स्ट्याचु छ के अरे महादेवको त्यहाँनिर अलिकति ढुँडी लगाएको छ अहिले अवस्था चाहिँ अहिले हामी चाहिँ ड्रिम सिटी चाहिँ यहाँनिर यस्तरी छ है टिकटहरू गर्नुपर्छ हामी 7 जना छौँ अब 7 जनालाई पेमेन्ट गरेर चाहिँ एन्ट्री गर्नुपर्ने हुन्छ त्यसपछि 1 घन्टा घुम्नुपर्छ अनि ट्याक्सीले फेरि 500 रुपियाँ 1 घन्टाको 500 रुपियाँ चार्ज भनिरहेको छ ए फ्यामिली यहीँ छन् सबैले हेलो हाई गर्दैन हाई सबैले हाई यता पुच्चीले छ ल पुम्दीकोट है त डाँडा ड्रिम सिटी हामी जाँदैछौँ सब परिवार अल फ्यामिली जाँदैछौँ अब यहाँ माथि के हेर्ने हो टेलिस्कोप के हेर्ने रहेछ माथिबाट ल बब्बाल छ पिस सक्यो ठाउँ चाहिँ अब यहाँभित्र जाँदैछौँ अब हामी चाहिँ ल हेर्नुहोस् है त बब्बालै छ ल स्टे ट्युन बाबाई अहिलेको लागि चाहिँ है ए 300 चिकन थियो खाना पर्यो अर्को चिकन खाएर त्यही भएर त अनि 1 घन्टा यसमा भित्र जाने ल
टिकट कस्तो छ हेरौँ है पर व्यक्तिको फेरि महँगो चार्ज हाने अन्त गाह्रो पनि छ ल अब कस्तो ढुँडी लागेको ध्याननिर देखिएन नि कति अरे टिकट एकजनाको 350 छ 350 300 भने जस्तो लाग्छ होइन 350 हो 350 मा यहाँ भित्रको सबै पायो के कुनै पनि टिकट काट्नु पर्दैन एकजना चाहिँ टिकट आयो त 5 वटा काटिसक्यो अब चाहिँ एन्ट्री गर्नुपर्ने हुन्छ ल चल आऊ ल ल एन्ट्री गर्ने बेला यता आऊ न सबै क्यामेरामा आउने गइदियो वाउ ल यता यता जाऊ न खै कहाँ गयो यता आऊ बनाइरहेको छु त ल अब चाहिँ हामी चाहिँ अब यहाँभित्र चाहिँ एन्ट्री गरिसक्यौँ अब यहाँ टिकटहरू देखाउनु पर्ने होला ल फोटो खिच्ने हो यहाँ फोटो खिच्ने खिचिदिन्छु म यिनीहरू यहीँ हराउँछ यिनीहरू यहीँ हराउँछन् है मैले भने होइन सो गर्नुपर्छ कता हो ल हिँड न ल यो टिकट कहाँ राख्ने लाउँछ राख ल ल ल ल हिँड हो ल बच्चाहरू अगाडि नै भागिसक्यो है ल हामी सर र लाएर एकछिन चाहिँ भिजिट गर्नुपर्ने हुन्छ ओके चस्मा लगाउनु खोइ तिम्रो चस्मा चाहिँ त्यो ल फोटो खिच्ने यहाँ यता माथि के आयो ल मेरो भिडियो बनाइदिनु न काटेर त्यहाँदेखि ल कहाँ हो उता जाऊँ पिङ खेल्ने हो के खेल्ने भने होइन चार चाहिँ कोडले के छ घुमघाम चाहिँ ल है चक 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 गरे फोटो खिच्ने यहाँ ल ल कता हराएको यो अगाडि बाटो गरेर देख्नु होइन र ल माथितिर फोटो खिच एउटामा ग्रुप बस न खै 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 हेर अहिले साँझसम्म खै हेरौँ न ल हाम्रो चाहिँ फोटो अब यहाँ क्यानन हो कि कुन हो निकोन हो ल हाम्रो फोटो ल ओके आमा पुरा फगी छ के अरे बाहिरको सिनेरी हो हेर्नुहोस् आमामा ढुँडे लाएर केही देखिएन ल ल ल सानसानो दुईजना जाऊ डरे डरे पछि ल आदित्य समात्ने है त्यहाँ बोल्यो अरे आदित्य अब नआउने डरे समातै हो यो खला तल यहाँ उता आदित्य र ऊ बस ल आयो आयो आदित्य पनि आयो अब
म जोडेर बस्ने मलाई पोज दिने पोज ल पोज दिनु रे ल आऊ गाडी होइन के ओइ बिस्तारै जाऊ है यहाँ त डर लाग्दो रहेछ अब जा बिस्तारै जाऊ बिस्तारै ओइ पछाडि अडे नलगाऊ ए त ल ल बलियरसम्म त केही हुँदैन अब ठोकिन्छ बाबु यहाँ आइज खेलेको जस्तै होला छिटो तल आइज तल बाबु ल ल ल आउँदैछ गाडी मामाले दिन्छ के राम्रोसँग म जान्छु एकचोटि आज फेरि जान पाए उता राम्रोसँग बस है फेरि खस्छ नि फेरि पछाडि म त यता तल हेर्छु मैले त यहाँ तल हेर्छु दिदी 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 मैले त यहाँ तल हेर्छु यता र यता कस्तो भयो मजा मजा भयो अब चाहिँ होइन धेरै खेल्ने होइन अब खेल्ने दिदीसँग धेरै खेल्नु हुँदैन अब टुङ्गो छ हैन ल अहिले चाहिँ हामी ड्रिम सिटी ल तपाईँहरू पनि आउन सक्नुहुन्छ है त भिजिट गर्न आउन सक्नुहुन्छ ल अब चाहिँ भयो धेरै खेल्ने होइन खेल्ने आइस दिदीसँग मसँग ल भयो आऊ छोरा आऊ ल दे फुफुसित बस आइज त ल बस भयो तिमी खेले होइन खेल उता जानु तपाईँ बुढाबुढी चाँडै होइन चाँडै ए उता ल डोको है यस्तो डेकोरेसन चाहिँ दामी छ ल कहाँ होइन यो तलबाट यो घरमा छाना चाहिँ अलिकति हाल्नुपर्ने भएछ है छाना चाहिँ पुरै सकिसकेछ क्या नत्र छाना हुने भयो बब्बालाई हुन्थ्यो अझै ल झलुङ त पिङ खेल्दैछन् टुलेर ल यतातिरको गाउँ ल तिमी पनि त्यहाँ बस नि त म फोटो खिचिदिन्छु पोखरा ड्रिम सिटी पुम्दीकोट भनेर चाहिँ यहाँनिर ल यहाँ बस ल ल ल हिँड सबैजना मिल्छ ल हिँड चाँडै डराएको तिमी डरेको ल हिँड आऊ आदि जाऊ चाँडै ल ल हिँड न जाऊ के हुँदैन आउनु डराएको यति हाइटमा यहाँ कति त सर तल ल हिँड माथि
ल डराइ डराइ हिँड्दा कता गयो भएन यता हेर बुझ्छु है उनीहरू हेरि ल पह यहाँलाई मलाई मेरो भिडियो बनाऊ त ल तलबाट बनाऊ म मारा एकचोटि ल यता म हेर्छु म एकचोटि हेर्छु भाइ छोडेर देखिए ना देखिए है दीदी मेरा मन तो डर रहा है मैंने क्या था मुख चार को करे ऐसा दीदी मोर को पंख भएन है मनी मनी मामा मैं छ्या के विधि हेऱ्योले भएन कस्तो राम देखे है के देखिए उस देखे है डराउनु यो डराउनु देखे है ओ सिरै छैन भएको भिडियो बनाउन सक्दैन दाइले बनाउनु दिनुपर्छ क्या छुट्टो चल्यो बालीमा बनाउँछ हुन्छ नि बालीमा एउटा रिल पऱ्यो कि उनीहरूको बालीको फोटोग्राफर यो बेस हुँदा थियो कि यहाँलाई गर्छ फेरि अब फोटो पनि खिच्ने हो र जाने हो सुई जाने अब सुई ल धेरै नै घुम्यो ल थ्याङ्क यू फर वाचिङ दिस भिडियो एन्ड डोन्ट फर्गेट टु लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब है त ओके बाई ल अब एक्जिट हान्नुपर्छ है त एक्जिट त हैन अब यहाँ हराउँछ है ए नहराउनु रहेछ हराउँछ भनेर त कस्तो हराएन है हराएको होइन तिमीहरू यहाँभित्र हराएको होइन होला नि त अब होला
तर पाउनु त त्यहीँ पाउँदो रहेछ हामीले यहाँ तल छोरीबाट भोटेहरूको मिठो बनाउँछ नि दिन्छ नि तर पैसा बेसी लिन्छ अनि टिपेको नि त्यसमा पितृ पूजा गरेर चाहिँ आमा ल लोकेसन हेरौँ है त थाक्यो यार यत्रो सिँढी आयो वा तलबाट आएको पुरै हिँड्दै हिँड्दा पसिना आइसक्यो है त यति दुःख गरिए तपाईँहरूको लागि यो भिडियो बनाएको हो लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला है ल गेट आइपुग्यो यहाँबाट चप्पल नलाइकन होला ल हेर्नुहोस् ओ माई गॉड बाबालाई छ नि अन्त मैले झस्सै देखाइदिइहालेँ बाबालाई भयो त अहिले त माथितिर मन्दिर रहेछ यस्तो दामी छ ल एकछिन पछि चाहिँ भिडियो बनाउनु पर्छ अहिले थाकियो एकैछिन बस्नुपर्छ यतातिर बस्ने ठाउँ रहेछ हामी यहाँ एकछिन बस्नुपर्ने हुन्छ गर्मी रहेछ त्यही भएर एकैछिन चाहिँ बस्नु पर्यो